ल मेरा प्यारा एसई का स्टुडेन्ट्सहरू म आफ्नो 5 दिनको टार्गेट मध्यनजर राख्दै प्रश्न ल्याएको छु कोअर्डिनेट जियोमेट्रीबाट ग्रुप डीबाट सोध्नेछ 5 मार्क्सको। यसमा चाहिँ हजुरको एउटा चाहिँ 2 मार्क्सको क्वेसन पनि यसमै छ, 3 मार्क्स पनि छ। 2 + 3 5 मार्क्स क्वेसन। ल हेर्नुहोस् है कसरी 5 मार्क्स भयो। 2x² - xy - y² + 5x + y + 2 = 0 represents two straight lines intersecting at an angle of tan inverse 3। यति गरेको चाहिँ 2 मार्क्स भयो। Also find the separate equations represented by the given equation। जो लामो हुन्छ त्यसैले यो 3 मार्क्सको यो भयो हजुरको 2 मार्क्स। 3 + 2 5 मार्क्स भयो। सबभन्दा पहिला चाहिँ यो जुन इक्वेसन दिएको छ यसको एंगल tan इन्भर्स 3 हुन्छ भनेर हामीले प्रुभ गर्नुपर्ने छ। कहिले पनि हैन जुन यो जेनरल इक्वेसन छ त्यसमा चाहिँ होमोजिनियस इक्वेसन मात्र लिनुपर्छ भनेको x² xy र y² भएको टर्म मात्र लिने। फेरि सुन्नुस्, कहिले पनि एंगल फाइन्ड गर्दाखेरि परपेंडिकुलर प्रुभ गर्दाखेरि प्यारलल और कन्सिस्टेन्ट और कन्साइड प्रुभ गर्दाखेरि मात्रै हामीले होमोजिनियस इक्वेसन लिनुपर्छ। ax² + 2hxy + by² = 0। त्यसैले अब जुन इक्वेसन दिएको छ 2x² - xy - y² यो भनेको चाहिँ के हो, होमोजिनियस इक्वेसन। तर यो पुरै भनेको के हो त, यो जेनरल इक्वेसन हो। त बाई टेकिङ होमोजिनियस टर्म्स ओन्ली भनेको यति मात्र लिने सुरुमा है त। यो प्रुभ गर्नको लागि tan इन्भर्स 3 कसरी हुन्छ त यो होमोजिनियस इक्वेसन 2x² - xy - y² = 0। कहिले पनि परपेंडिकुलर एंगल र कन्सिस्टेन्ट प्रुभ गर्दाखेरि होमोजिनियस टर्म भएको मात्रै लिने भनेको x² xy y² मात्रै लिने। त्यसपछि कम्पेयरिङ गर्ने होमोजिनियस इक्वेसनसँग ax² + 2hxy + by² = 0। त a = के बन्यो त 2 अनि xy कोएफिसिएन्ट के छ 2h = xy कोएफिसिएन्ट के छ, के पनि छैन। हेर्नुस् -1 राख्ने हैन, -1 राख्ने अनि h = -1/2। त्यस्तै गरेर y² कोएफिसिएन्ट के छ, y² गुणांक के छ b छ। त b = यसमा y² कोएफिसिएन्ट के छ -1 छ। त्यसपछि बाई युजिङ द एंगल फर्मुला, by using angle between the pair of the straight lines represented by the homogeneous equation ax² + 2hxy + by² = 0 we get भने लेख्नुस्। त थीटा हैन होमोजिनियस इक्वेसन को लागि एंगल फर्मुला के हुन्छ, थीटा tan इन्भर्स ± 2 √h² - ab/a + b। यसमा h a b को भ्यालु पुट गर्नुस् त। लास्टमा हजुरको थीटा tan इन्भर्स ±√9 आउँछ। यो तपाईले आफै क्यालकुलेसन गर्नु होला है। देयरफोर थीटा tan इन्भर्स ±3 ±3 दिएको छैन, ±3 नै हुन्छ यहाँ है, ±3 भयो। अब also find the separate equations represented by the given equation। त सेपरेट इक्वेसन फाइन्ड गर्नको लागि होमोजिनियस इक्वेसन मात्र लिने हैन, मैले अघि नै भनिसकेको छु। होमोजिनियस इक्वेसनको लागि हैन एंगल फाइन्ड गर्न भनेको छ, परपेंडिकुलर प्रुभ गर्नु भनेको छ र प्यारलल कन्सिस्टेन्ट प्रुभ गर्नु भनेको छ भने त्यो कन्डिसन मात्रै होमोजिनियस इक्वेसन लिनुपर्छ। तर सेपरेट इक्वेसन फाइन्ड गर्दाखेरि यो पुरै इक्वेसन लिनुपर्छ। त इक्वेसन यो भयो, यो भन्दा अगाडि मैले सिकाइसकेको छु सेपरेट इक्वेसन कसरी फाइन्ड गर्ने। 2x² + x भएको टर्म जुन छ हैन, x भएको जुन टर्म छ त्यसलाई सँगै राख्ने भनेपछि यो 5x + 5x - xy के बाँकी र -y² + 5